सबैजनाले यस्तै लाउँदैन होइन, कहिले कहिले भाइ लाउँदैन कि यस्तो। अनि म फर्स्ट टाइम लाएर यो चाको काम त सक्यो होइन, यस्तो टोक्यो। हाई एभ्रिवान, आई एम श्रीङ द वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ भिडियो ब्लग चाहिँ खतरा हुनेवाला छ, तपाईँहरू हेर्दै गर्नु होला। यति नयाँ हुनुहुन्छ भने लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला गाइस। ओके, इन्जोय, लेट्स गो। अस्ति नै पुरानो भएको यो देखेँ, अनि पुरानो भएको चाहिँ खोज्दा पाउँदै पाएन कि यता गएको छ। लास्टमा उता कुनामा रहेछ, उता कुनामा हेर्नु गएको त बिस्तारै लाइटै छैन कि, उतै लाइट हेरेर यस्तो हेर्नु गएको त छैन रहेछ। अनि उता यसो मजाले हेऱ्यो त यता त होइन, कन्फ्युज भयो म आफै। यता त हेरेँ त्यही नै रहेछ। फाइनली पाउने त पायो, तर यस्तो रहेछ गाइस। हालत चाहिँ कस्तो छ थाहा छैन, उस्तो किरा खाइसकेको छैन थाहा छैन मलाई। अनि माथि लिएर गएँ, उता त राम्रो देखेन, माथि टक्क लिएर गएँ, बोकेर लिएर गएँ होइन, बोकेर जानुपर्ने हुन्छ माथि। अनि माथि उज्यालो भएको ठाउँमा लिएर गएँ, माथि टक्क लिएर बोक्दै लिएर गएँ, एकदम गरौँ रहेछ। फाइनली माथि यस्तो हेर्दा एकदम घनाउने रहेछ होइन, यस्तो बस्न आउने रहेछ। अनि लाएर टयर पनि गरेँ होइन, च्याति पनि रहेछ। हेर्नुहोस् गाइसहरू, च्याति रहेछ कि, किराले खाइरहेछ टक्क लाएर। अनि एकचोटि लाएर नि हेरेँ, राम्रो त देख्ने रहेछ, तर सबै किराले खायो कि मसल खायो, खाइरहेछ होइन। त्यसपछि एकचोटि ट्राई गरेँ, अब कस्तो हुने रहेछ त, लाउनु मिल्छ कि मिल्दैन एकचोटि हेरेँ होइन, एकदम घनाउने रहेछ, लाउनु चाहिँ मिल्ने रहेछ। अहिले फाइनली यो धुनुपर्ने हुन्छ बोतलमा राखेर, त्योभित्र राखेर फाइनली धुलो पनि खतरा उड्ने रहेछ रात रात। अब टक्क सरफ राख्यो, टक्क लगाएर सरफहरू यताउता गरेर राख्यो, पानी सर गरेर हाल्नुपर्छ। बिस्तारै पानी सरफहरू सबै मजाले उयो गर्नु मिक्स गर्नु दिनुपर्छ पानी हो त्यो, मजाले मिक्स गरेर यताउता गरेर वरिपरि सबै पानी छ्याप्नु पर्ने हुन्छ। यताउता गरेर मजाले पानी चेक गरेर अनि यो भिजाउनु पर्ने हुन्छ। सरफ सबै मिक्स गरिसकेर यस्तो बिस्तारै हात चलाउँदै बिस्तारै चलाउनु पर्ने हुन्छ। यसरी बिस्तारै हाल्नु होला, चलाउनु पर्ने नत्र एकचोटि हालेपछि सबै त्यो सरफहरू बाहिर निस्किँदै गए, कहाँ फर्छ कहाँ बाँकी छ सबै चलाउँदै गएपछि लास्टमा यसो थाक्यो। फेरि थाक्यो, हातले गर्दा थाकिसक्यो। अब जुत्ता फुकेर दिनुपर्ने हुन्छ मासस। खुट्टाले धुँदाखेरि के हुन्छ भने मैला पनि छिटो निस्किन्छ, अनि छिटो पनि हुन्छ, फास्ट पनि हुन्छ। अनि मैले भित्र पसेँ, एकदम चिसो रहेछ पानी, वरिपरि मजा लागेर भित्र छिरेँ होइन। बिस्तारै समात्दै घुम्दै गएँ, वरिपरि सबै घुमेँ, घुम्दै गएँ फेरि त गर्नुपर्ने हुन्छ गाइस। अब यो फाइनली हाम्रो रेडी भइसक्यो पकाल्नुको लागि। अब पानीमा पकालिनु पर्छ, यता गरेर अब सरफको काम त सक्यो। यता मैला अब पानीको काम हुन्छ, पानीले मजाले यता गरेर पानीमा मजाले पकाउनुपर्छ, मैलाहरू सबै फोहोरहरू सबै फाल्नुपर्ने हुन्छ। फाइनली भइसक्यो। अब मैले मैला निचर्दै छु। फाइनली अब माथि सुकाउनु पर्ने हुन्छ, पानीहरू सबै फालेर एकदम घनको रहेछ, यति उचाल्नु एकदम थाम्ने रहेछ कि, यति घनको रहेछ कि पानी नि अझै यति समात्ने रहेछ कि बुवा भयो कि भित्रमा। बिस्तारै पानी सबै मजाले निचारेँ, अनि बाँकी पानी चाहिँ तल फालेँ। अनि फाइनली सुकाउने टाइम भइसक्यो। अब माथि लिएर जाँदैछु, एकदम घरको रहेछ, पानी पनि निस्किने रहेछ। फेरि एकछिन वेट गरेँ मैले, माथि लिएर गयो, माथि थारामा गयो, सुकाउने ठाउँमा त्यो छरमा। अनि गइस त्यही हो, अब मजाले यहाँ सुकाउनु पर्ने हुन्छ, यहाँ मजाले सुकाउनु पर्ने हुन्छ। सुकाएर मजाले यता गरेर वरिपरि सबै सुकाउनु पर्ने हुन्छ माथि गाइसहरू। फाइनली यो सुकिसकेको रहेछ 3 दिनपछि बल्ल टाइम लाग्यो, बल्ल सुकिरहेछ 3 दिन जति लाग्यो। अब हेर्नुहोस् गाइस, फाइनली आज चाहिँ मैले गएँ छैन हो। अब योहरू सिलाउनु पर्ने हुन्छ, अब तल लिएर जाऊँ होइन गाइसहरू। फाइनली सुकेर तल लिएर आइसक्यो। अब यहाँ सबै सिलाउनु पर्ने हुन्छ, यो सबै मटर फ्राई गर्नुपर्ने हुन्छ कि, यहाँ सबै सिलाएर अब सर्भिसिङ गर्नुपर्ने हुन्छ होइन, सबै नयाँ बनाउनु पर्ने हुन्छ। अब सबै रेडी भइसक्यो। यो ब्लग गर्ने यता च्याति छ नि, यो पहिला पुरानो हो कि, यस्तो पाउँदैन कि आजभोलि। उता तल राता अस्ति मैले खोजेँ होइन धेरै ठाउँमा, पाउँदै पाएन। अनि उता तल खोजेँ कि, उता तल रहेछ कि, उता तल कुनामा रहेछ, यहाँ सबै मुसाले च्याति के च्याति सबै च्याति रहेछ कि। अब यो चाहिँ ब्लग गर्नुपर्ने हुन्छ, यसले काटेर यो छोड्नु पर्ने हुन्छ यसरी सिलाएर। अब यो सबै रेडी भइसक्यो, सियो यहाँ छ, डाबरहरू सब यहाँ छ। अब यहाँ सबै सिलाउनु पर्ने हुन्छ, यो सबै ढकेर अब यो एकैचोटि सिलाएर त्यो भरमा अब सिलामा फर्स्टमा यो काट्यो होइन, यो मजाले काट्नुपर्ने हुन्छ। यस्तो टक काटेर यो के हो कान्छी नलाउने, यस्तो च्यातिबाट राम्रो दिने रहेछ, च्यातिबाट राम्रो हुने रहेछ, छिटो हुने रहेछ, फर्स्ट यस्तो छिटो च्यात्नु होइन। यति चाहिँ टाल्नुपर्ने रहेछ, यति च्याति रहेछ यो चाहिँ। हो यति चाहिँ सिलाउनु पर्ने रहेछ, यो पनि च्यात होइन हो, यति चाहिँ दागो हालौँ होइन। सियो छ होला, सियो पनि यहाँ छ। यो चाहिँ मजाले सिलाउनु पर्ने हुन्छ यसरी। के हो आफै देख्दैन कि राति पऱ्यो, बुढो भयो क्या आँखै नदेख्ने रहेछ आज, बल्ल छिर्यो फेरि निस्किहाल्यो नि। ल बल्ल छिर्यो, फाइनल छिर्यो। अब यो गोलो यो च्याति छ नि, यो गोलो सिलाउनु पर्ने हुन्छ यसरी ढाकेर मजाले। यो चाहिँ हल्का च्याता होइन, ठुलै भयो क्या, ठुलो भएपछि टाइमै धेरै लाग्छ कि, यसले आँट्ने जाति सिलाउनु। यस्तो च्याते होइन, यो चाहिँ कति रहेछ।
यो पनि च्यातिम अब सिलाउनु तर्फ लगाऊँ है। फाइनली यो भइसक्यो। अब सिलाउनु पर्ने हुन्छ यो, किनकि यो यस्तो तान्दाखेरि ननिस्कोस् भनेर यो तार्नु पर्ने हुन्छ कि यसरी 2 चोटि बाँध्नु पर्ने हुन्छ। 2 चोटि बाँधेर अब सुरु भयो है। अब काम सुरु भयो। पान्चा नमाइन पहिला, पान्चा नलाएपछि फेरि हातमा गाउँ हुन्छ कि हातै पोल्छ। यो एकदम साह्रो हुन्छ, पुरानो सामान भएर हातै पोल्ने सम्भावना हुन्छ, हात नै पोल्ने। अब यो गोलो सिलाउनु पर्ने चाहिँ अब स्टार्ट गरेँ है, सुरु भयो है। टक्क लियो, टक्क तान्यो, फेरि तलबाट यसरी बुझाउनुपर्छ, यसरी फेरि तान्यो, फेरि तान्यो। फाइनल्ली सिलाइसक्यो। भाङ्गुटिङ्गो भयो क्या हल्का। खासै म टेलर त होइन, तर पनि आउने जति सिलाइरहेछु त्यति नै अब भइसक्यो। अब यो यसरी भनौँ होइन, लास्ट एन्डिङमा यसरी भनौँ, यसरी भनौँ। के भयो यहाँ भित्र नि सबै च्याति रहेछ, भित्र त सिलाउने झ्याल है। यतिकै हुन्छ, बाहिर मात्रै सिलाइसक्यो, भइसक्यो। यहाँ सबै काट्नु पर्ने हुन्छ। तागु आग्ला लामो रहेछ, यहाँ पनि हेर्नु न, सबै भाङ्गुटिङ्गो भयो क्या। हेर्नु त गाइस, तपाईँहरू के कसैले यस्तै भाङ्गुटिङ्गो सिलाउने यस्तो त केही छ भने मलाई पठाउँदा हुन्छ। म यस्तै भाङ्गुटिङ्गो डिजाइनहरू चाहिँ म हान्छु, त्यति हो। अरू सिधा चाहिँ हान्न आउँदैन, भाङ्गुटिङ्गो चाहिँ मैले हानिदिन्छु है। यसरी सबै काट्नु पर्ने हुन्छ। यसरी सिएको कामहरू सिलाउने काम भइसक्यो। यसमा अब मोडिफाई गर्नुपर्छ टक्क लगाएर। अब यसको सियोको काम भइसक्यो होइन, सियोको काम भइसक्यो, यिनीहरूको काम भइसक्यो। अब काम भनेको अब यो लाउने, टक 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 गरेर सबै डिजाइनको बनाउने, टक 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 गरेर यस्तै कसरी हुन्छ यसरी गरेर सबै मिलाउने। अब एकैचोटि यो मिक्स सबै खोलेर एकैचोटि भेटौँ है। अब घोल्ने काम सुरु भयो है। अब घोल्ने काम टक टक यस्तो मिक्सअप गर्नुपर्छ, सबै तल जम्मे रहेछ कि। अब कलर लाउने स्टार्ट भयो है। अब सुरुमा यहाँ देखो त, टक टक सामान त पर्ने रहेछ कि सबै। अब मोडिफाई गर्नुपर्ने हुन्छ, सर्भिसिङ टक 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 एकदम टाइम लाग्छ है। पुरानो सामान यस्तै हो गाइस। टाउ 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 गरेर तर यही हो लाइ होइन। अब लाइसकेर एकैचोटि भेटौँ है। अब अलमोस्ट फिनिस हुन लागिसक्यो। अब यो सुकाएर अब कस्तो देख्ने रहेछ। अब टोपीको तयार हुँदैछ, टक 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 लगाएर। हाम्रो बक्खु चाहिँ रेडी भइसक्यो। कलरहरू सबै उति भएर, कलर खासै राम्रो भएछ छैन, त्यो पनि लगाइदिएको। अब अलिअलि भएछ। योसँग के लाउने आज चाहिँ, योसँग यिनीहरू सामानहरू पनि छ। अब पुरानो स्टाइलमा जानुपर्छ। चाहरू फाइनली अब यिनीहरू अब लगाइसक्यो। एकैचोटि भेटौँ है, कस्तो चाहिँ देख्ने रहेछ त यिनीहरूको त्यो चाहिँ। ल गाइसहरू फाइनली अब लगाइसक्यो होइन। अब कस्तो चाहिँ देख्ने रहेछ हेर्नु है। अब मेरो च्यानल चाहिँ ट्रक कलर च्यानलको नाम चाहिँ ठ्याक्कै तल छ। गाइसहरू फाइनल लुक्स यस्तो भयो। सबै घुमा त केटा, ल ल के भयो हामीतिर बाँधेर भागी भयो होइन। हामीतिर भागको लाउँदा यति टाइम लाग्यो क्या। साथी दुइटा पनि छोडेर गएछ भने साथी कहाँ पुगिसक्यो होला। बल्ल हामीहरू आधी बाटो पुगिसक्यो। यति टाइम लाग्यो, त्यही कारणले लेट भयो। जाम होइन, बिस्तारै हिँडेर। यस्तो गर्मी भइसक्यो यो लगाएर, फर्स्ट टाइम लगाएर होला होइन। यति गर्मी भइसक्यो। गाइसहरू फाइनली हाम्रो अर्को गाउँमा एन्ट्री भइसक्यो। कस्तो लाज लागिरहेछ भने फर्स्ट टाइम यस्तो भित्र लगाएर भित्र जाँदैछ होइन। गाउँको भित्र अर्को ठाउँ पुगिसक्यो हाम्रो। हेर्नुहोस् त गाइसहरू, अर्को ठाउँ पुगिसक्यो उठामा। हेर पहिला को चाहिँ भेट्ने रहेछ त। यस्तो छ गाइस गल्ली।
कस्तो लास पनि लागिरहेछ तर के भने होइन भोटेको छेउ रहेर अब शान्त देखाउनु पर्यो त्यही हो हेरौँ होइन खासमा को चाहिँ बनिरहेछ ओ माने पेमे के हो गाउँमा त कोही छैन त सबै भित्र गयो क्या ओ माने पेमे ओ माने पेमे मुमे त्यो जे दे ल ठिक छ ल ओ माने पेमे फाइनल गाइसहरू हामी मेन रोडमा पुगिसक्यो मेन रोडमा हिँड्दैछु होइन अब बसहरू उठाएर मान्छे एउटा दुइटा भयो बेच्दै बेच्दैन सबै सुतिरहेको क्या हो अच्छा मिला फाइनल हामी जाँदैछ होइन आधी बाटो पुगिसक्यो आधी बाटो नै अब धेरै टाइम छ 5 मिनट भनौँ न यस्तो सबैहरू आउँदैछ त्यही हो गाइसहरू बिहानदेखि केही काहीँ छैन भने होइन गाइसहरू यति बलाइ छ यति हतार त साथीहरू दुइटा छोरा रहेछ भने यति फोन आयो चिसो गइसक्यो होइन त्यही हो यति बग्ला छ बग्लाएन के गर्ने होइन चिन्ता त छैन यहाँतिर म टन्डै सेवाहरू भगेर आएको छु गाइसहरू हेर्नु त अब टक्दै जानुपर्छ उतासम्म त्यही हो गाइस जमाइन बिस्तारै साथीहरू कहाँ पुगिसक्यो होला त्यही हो एक बार खाए बिहानदेखि खाइन्छ नि कि अब बिहान चाहिँ यो चाहिँ के हो भने बिहान चाहिँ यहाँतिर चाहिँ खानेकुराहरू पहिला पहिला बुढाहरूले खानेकुराहरू केही बग्लाएपछि यहाँतिर ड्याममा झोदाल त लिएर जान्दैन होइन त्यही त नि गाइस सबै सामानहरू यताभित्र लिएर जान्छ कि त्यही हो मैले पनि 200 स्याउ र टन्ने सामानहरू खानेकुराहरू लिएर आएछु त्यही न गाइसहरू अब टकाउँ होइन टक्दै जाउँ सुटिङ हेर्न सुटिङ टक्दै जाउँ होइन सबैजना आचम्म परिरहेछ कि फर्स्ट टाइम मैले गाउँको बिचमा यस्तै लगाएर आएछु नि त्यही हो सबै फर्स्ट टाइम मैले यस्तो लागेको कहिले देखेको छैन अरे कि उनीहरू सबै मैले टोटली फुल्ली प्याकेज लगाएर आएछु नि त्यही नै हो गाइसहरू अब दानु दाइ पनि उतो रहेछ दान दाइ त्यो कस्तो ठिक छ गाइसहरू आज स्याउनी टक्नै सक्दैन यति चिसो रहेछ कि आज पनि त्यही नै गाइस अब साथीहरू उता नजिक नजिक पुगिसक्यो होइन साथीहरू उता रहेछ अब उता गएर साथीहरूको रियाक्सन चाहिँ कस्तो चाहिँ देख्ने रहेछ हेरौँ होइन गाइस किन स्याउ लेछ किन न स्याउ ठुलो छ नि स्याउ अब काटिँदा खान पाउँछ मैले भने त खानै पाउँदैन नि गाइसहरू एउटै उतै घरले बालै दिँदैन त के हो तर यस्तै चिसो छ जालहरू खोल्नै पाउँदैन बाहिरबाट हेरिरहेछ होइन जालबाट यसको
झ्याल खोल्नै सक्दैन होइन, त्यही कारण यस्तो वा के चाहिँ लागेको छ अचम्म परेको छ कि उतै दाइहरूले। त्यो रोक्न मिलेपछि त रोकिहाल्छ होइन, यो मेन रोडमा त रोक्नै मिल्दैन कि, यस्तो स्वारमा जानुपर्छ, रोक्नै मिल्दैन कि यस्तो बिचमा। ल त गाइस छोटो है। कराउने कोही छैन भने यार बिहान बिहान अब कराउने म आफै पऱ्यो होइन, अब कराइदिएन के भएर होइन, छोटो त्यही भएन। यति चिसो छ कि आज त मास्क सास्क केही लगाएर आएछन् भने यस्तो छ। त्यही न हामी चाहिँ हेरेको हेरे गाइसहरू फाइनल हामी पुगिसक्यो। साथीहरू यता रहेछ अघि हेरमै, उनीहरूको के रियाक्सन चाहिँ कस्तो चाहिँ हुने रहेछ त हेर लेसी उता रहेछ उनीहरू ठ्याक्कै। ए जाम है अब मरे जस्तै भयो। किन बेनङदे यहाँ का पर को आयो शिरना दे चिसा कुकुरहरूले पहिल्यै छोडेर यो कुत्ताहरूले छोडेर गएछन्। हामी बिस्तारै अहिले भर्खर पुग्यो होइन गाइसहरू, त्यही हो तुका नानी गल अहिले भेट्नुहोस् भाइ। गाइसहरू फाइनल पनि अब काम सुरु हुन्छ, अब स्टार गो अहिले के छ ठिक छ झाङ्ग्रीमा गएको छौँ होइन, झाँक्री होइन यहाँ सबैहरू यहाँ काम सुरु हुन्छ। अब टक्क हामी काम के अरे काम गर्ने जग्गामा आइसक्यो हामी, त्यही हो फाइनल। अब यहाँ काम सुरु ज्या दिनेदेखि लिएर ड्रेस लाउनेदेखि लिएर गोरु चढ्नेदेखि लिएर सबै काम सुरु हुन्छ, त्यही हो गाइस। अब बाहिर जाम होइन के हुन्छ। गाइस यिनीहरू बिहान बिहान छोडेर गएछ, यस्तो मान्छे साथीहरू छ, यस्तो कुत्ता साथीहरू के भने गाइस। दिदीहरू गोरु चढ्नुहुन्छ कि आमाहरू गोरु चढ्नुहुन्छ कि हो? ल कहाँबाट आउनुभयो तपाईँहरू? हो ए बनी भएन भने अब चिया पनि बिग्रिँदैन, बनी पनि हुँदैन कि आज पनि। आज के अरे मेन डे त डे नै हो, तर चढ्ने मान्छे चाहिँ हुँदैन कि, त्यस्तै हो गाइस। गाइस कस्तो व्यवहार भइरहेछ दिया टु यसो न दाइहरू गोरु चढ्नु हुने कि घुमाउँछ 300 रुपियाँ लाग्छ यस्तो सानो लाग्छ। बहिनी कहाँ एक्लै बस्छु त? दादा भयो भने सिटी हुँदैन नि, सिटी हुँदैन नि एकजनामा, तर 200 दिनु न दादा। 40 चाहिँ 100 रुपियाँ मात्र, तर 40 थोरै हिँडाइदिन्छु आउनु बच्चा भयो 100 रुपियाँ दिनु नि, आउनु ल। यहाँ मलाई हेरेर बाई सानो कान्छाले मलाई सब्सक्राइब गरेछ, त्यही न गाइस। कस्तो भइरहेछ मुस्ताक? ल है ल सबैजना घुम्न आउनु होला मुस्ताक। बाजे धेरै नि उनीहरूको छ है भाइ, बाजे फेरि जानु त यहाँ भोटकर देख्दैन यहाँ दुई साइडमा फेरि। आज ड्रेसअप कस्तो छ?
रेसप कस्तो छ भेस्ट राम्रो छ हो चक्कु किन ल्याएको तिमी चक्कुमा अब मान्छे लाग्यो भने हामीलाई लाग्दैन अब न्यु नक्छ न्यु तर फेरि दुर्बल बाजे चाहिँ हाम्रो के अरे आफ्नै बाजे हो त्यही हो गाइस आफ्नै बाजे त्यो जे भने नि हुन्छ एकदम रमाइलो पारा नि त पारासु च्यामसु వచ్చిన మేము వచ్చిన 1 2 3 पारासु किस छेते जिंदगी एकछिन छेछु भन्नु यसो बक्कु लगाएर यार ओ बुढो तारुण्यले खिचाउँछस् ओ बुढो ओए तारुण्यले खिचाउँछस् बुढो भए बुढो यहाँ देखि छैनस् यहाँ जानुहोस् त फेरि एक चुर्कीमा फाल्दैन फालेको डराउने अनि नफाले के डराउने भन्यो चढ्नु चढ्नु उहाँले चढाइदिन्छ के गर्दै गरिहाल्नु के हात दिनु न मलाई ज्यामा चढिहाल्नु के तेरे दौडिनु चासै हुँदैन आउनु आउनु दिदी बिस्तारै चढ्नु सर यति गर्मी भयो कि यो लाउँदाखेरि यति गर्मी हुनु चाहिँ लाउनै नसक्ने रहेछ कि बिहान चाहिँ एकदम न्यानो हुने रहेछ अहिले त यति गर्मी भयो कि यति गर्मी भयो कि लाउनै नसक्ने भयो कि अब यो एकछिन चेन्ज गर्छ होइन फुकाल्छ होइन हिँड्दा 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 यति थाकिसक्यो कि गर्मीले यति यो भित्र भुवै भुवा छ कि हेर्नु त गाइसहरू भुवै भुवा छ कि यहाँभित्र त्यही कारणले भुवै पर्छ हेर्नु त गाइसहरू त्यही कारणले यति गर्मी हुन्छ कि यहाँ लाउनै सक्दैन यति यहाँ बिहान हिजोतिर खासै घाम लागेको छैन आज एकदम खतरा के अरे घाम लागिरहेछ कि त्यही कारणले अब एकछिन यो फुकाल्छु अनि पछि हेर्दै गर्नु होला त्यही हो ल ढिलो नगर भाइ ढिलो नगर फोटो खिचिहालौँ ल फोटो खिचिहाल्नु दिदी हाउ चल्छ ल आमा फोटो खिचिहाल्नु है अहिले म ड्रेस चेन्ज गरिसकेँ यस्तो बल्ल आनन्द भयो यार हावा पनि मजाले चलिरहेछ आनन्द हुँदो रहेछ नाता त अघि यस्तो बक्खु लाग्यो त यति गर्मी मर्न लागिसक्यो अहिले बक्खल आनन्द भइरहेछ शीतल हावा पनि मजाले चलिरहेको बिस्तारै यो त हावा खतरा चल्छ कि त्यही हो यो मान्छे टन्नै आइरहेछ ल ल ल ठिक भइहाल्यो नि फोटो खिच्नको लागि त बस्यो नि हामी अलि उता बस्नु हो त्यही बस्नु तपाईँ जोइन गर्नु भइसक्यो उहाँको भइसक्यो तपाईँ जानु ए दामी ल ओके ल दिदी ल चिसो गाइसहरू खाना खाँदैछ हामी आज यति भिजो भएर हेर्नुहोस् त गाइसहरू नर्मलमा खाना पनि मासु बिना नत्र हामी भिजी नभएको टाइममा मासु र सानै खान्छ कि यति मोटाउँछ होइन अनि आजभोलि भिजी भएर मान्छे दिएर आयो त्यही कारणले छिचुर बनाइदिँदा यस्तो हेर्नु त यस्तो छ खाना अब खाम होइन मिठो नभए नि के हाल्नु अब पायो अब खाना खाम होइन त्यसपछि अब दुई तिन घन्टा बस्छौँ अनि त्यसपछि जानुपर्छ फेरि लेट हुन्छ त्यही हो
सिधै खाना खाएर भेटौँ है। खाना खाएर अब जानुपर्छ। त्यही हो यहाँ टोकिँदैन। यो चियामा हाल्ने चिज तरकारीमा हालेछ यो बोल्दा आइनुहुन्छ बाजे बोल्दा आइनुहुन्छ त्यता फेरि टेनेर सिङ त्यो त यहाँ हेर आउँछ हेर्ने पो गाइसहरू फेरि लगाइसक्यो होइन। बाह्र चाहिँ अघि चाहिँ एकदम गर्मी थियो कि अहिले फेरि चिसो लगाइसक्यो। चिसो लगाएपछि न्यानो हुन्छ कि भइरहेको यस्तो हेर्नु यति हावा चलिरहेछ कि अहिले भर्खर न्यानो हुने रहेछ हेर्नुहोस् भाइ। ट्याङ ट्याङ ओ चोर ओ चोर फाइनली हावा के अरे खाना खाइसक्यो हामी। बाहिर यति हावा चलिरहेछ कि अब हेरौँ न अब बसेर अब के खानेवाला छ भने स्याउ खानेवाला छ नि। स्याउ चाहिँ केले काट्ने त यसो काम चाहिँ स्याउ काट्ने र मान्छे काट्ने त होइन मान्छे काट्ने त नभए स्याउहरू कसरी काट्ने त यसरी निकाल्ने टक्क बस्यो। तिमी खाने हो कि खाएन यसरी काट्ने टक्क हावा कस्तो लगाइदियो यस्तो नि यसरी टक्क ओहो खतरा मिठो रहेछ। अब निकल ल हाम्रो के अरे भुटकलजी खाँदै हुनुहुन्छ यो उकालो त्यो त गाइसहरू यसो काम चाहिँ पहिला वार हुँदाखेरि एउटा ढुङ्गा हान्यो होइन गाइसहरू यस्तो लाग्छ कि अनि कस्तो चाहिँ उत्यो रहेछ नि इम्पोर्टेन्ट रहेछ यो सामान चाहिँ। पुरानो सामान हो कि एकदम इम्पोर्टेन्ट हुन्छ कि अब लाग्दैन है फेरि। अब यसरी घुमाउने हो यसरी घुमाउने अनि यसरी फलमा चाहिँ यसरी गर्नु यो उता अब यस्तो लाग्छ राम्रो आएको भाइ। अब अरूले त लाग्दैन होला नि होइन भाइ। गाइसहरू हावा यति लगाइरहेछ कि अब बराबर सबै भइसक्यो यस्तो थाहा भइसक्यो होइन। अब एकछिनमा फर्किनु लागेको भित्र गएर पैसाहरू यताउता मिलाएर कति चाहिँ भइसक्यो त आज कमाएँ होइन। यताउता गरेर अनि आज फर्किनु पर्ने हुन्छ उता काम पनि छ गर्नु जानुपर्ने हुन्छ। आज मान्छेहरू छैन हो मान्छे बिहान त धेरै आयो कमाइ त राम्रै भयो बिजनेस राम्रै भयो भनौँ न। त्यही हो गाइस हावा एकदम चलिरहेछ कि यहाँ त्यही कारण अब के अरे पानी पर्न लागेछ। अब जान लागेको गाइस भित्र पैसाहरू यताउता गरेर डिभाइड गरेर कति भएछ डिभाइड गरेर अनि यताउता गरेर सबै आधा आधा परेर अनि जानुपर्ने हुन्छ। फाइनल पैसा यति भइसक्यो डिभाइड गरेर एकजनाको। त्यही हो तपाईँहरू गर्नु होला कति छ भनेर। आज कामै राम्रै भयो मौसम पनि च्यालेन्ज गरिरहेछ होइन चिसो पनि चिसै छ। अब लुगाहरू सबै फेर्नु पर्ने हुन्छ चेन्ज गर्नु पर्ने हुन्छ अनि फर्केर जानुपर्ने हुन्छ है। गरममा चामै गाह्रो हुन्छ कि यसरी नै यहाँ सबै चेन्ज गरेर जानुपर्ने हुन्छ। आज भिडियो यति नै। थ्याङ्क फर वाचिङ आवर भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। अर्को भिडियोमा भेट्ने छु भन्दै ओके बाई सी यू। जय नेपाल जय मुस्ताङ। ओके सी यू बाई।